एमाले अध्यक्ष ओलीलाई हिरासतमा लिएको छ। जेनजी आन्दोलनताका राज्य पक्षबाट भएको दमनमा जो जिम्मेवार छन् उनीहरूलाई पनि कानुनी दायरामा ल्याउनुपर्छ भन्ने एउटा मत हो। जेनजी आन्दोलनमा 23 गतेको राज्य पक्षको दमन र 24 गतेको जो उद्दण्ड भएको थियो यसमा त लगभग सबै कारबाहीमा आइसकेका छन्। अब 23 गते राज्य पक्षबाट भएको दमनको पनि कारबाही हुनुपर्छ र मात्रै यो घटना वा 23 र 24 गतेको वा जेनजी आन्दोलनको सन्तुलित न्यायको लागि 23 गते राज्य पक्षबाट भएको बर्बर दमनको पनि कारबाही हुनुपर्छ भन्ने यो एउटा राज्य पक्षबाट कारबाही हुनु पर्दैन वा जो त्यो गोली चलायो वा विभागीय कारबाही जो सुरक्षा संयन्त्रले जुन रूपमा आफ्नो कारबाही अपनायो उनीहरू भित्र मात्रै छानबिन गर्नुपर्छ वा त्यो त परिस्थिति यस्तो थियो र यस्तो बन्यो त्यही पनि यस्तो यो शक्ति प्रयोग गर्नु हुने थिएन अथवा राज्य पक्ष सबै जिम्मेवार हुनुपर्छ। यो अहिले ओलीलाई पक्राउ गरेपछि देश यसमा उल्झेको छ। अब यहाँ निष्पक्ष आँखाबाट कुनै पनि दलको आँखा नभइकन कुनै पनि पार्टीको राज्य सत्ता वा अहिले बाहिर भएका दल कुनै पनि पक्षको आँखाबाट नहेरिकन निष्पक्ष जनताको आँखाबाट आज हेरिनेछ। मेरो लागि बालेन सरकार जति महत्त्वपूर्ण छ उ बेला ओली सरकार पनि त्यति नै महत्त्वपूर्ण थियो र त्यो बेला ओली सरकारलाई पनि भोट दिएको थिएँ, ओलीलाई पनि भोट दिएको थिएँ। जो भोट अहिले बालेनलाई दिएको थिएँ त्योभन्दा पहिला माओवादीले पनि मेरो भोट लगेको थियो। मैले भन्दै आएको छु म कुनै पनि पार्टीको होइन, यो जति निष्पक्ष आँखा अरू हुनै सक्दैन। मैले अहिले जे आँखाले हेरिरहेको छु त्यो अत्यन्त निष्पक्ष आँखा हो। ऊ बेला ओली सक्षम थियो, गर्छु भनेर आएको थिएँ, उसलाई दिएको थिएँ। अहिले बालेन गर्छु भनेर आएको थियो, अहिले उसलाई दिएँ र त्योभन्दा पहिला माओवादीले गर्छु भनेर 10 वर्ष युद्ध लडेको भए उसलाई दिएँ। अतः यो निष्पक्ष आँखा हो, जसले गर्छु भन्छ र हेर्दा जो गर्न लायक जस्तो छ उसैलाई जनताले दिने हो। जनता निष्पक्ष हुन्छ, कुनै पनि पार्टीको हुँदैन। यही आँखाद्वारा यो ओलीको पक्राउ सही कि गलत भनेर आज हेरिनेछ। पहिला त जेनजी आन्दोलनलाई राज्य पक्षको बर्बर दमन त्यहाँ गलत भएकै छ र 24 गते जेनजी आन्दोलनकारीबाट पनि गलत भएकै छ। दुवै गलतको कारबाही हुनुपर्छ र यसलाई सन्तुलित कारबाही बनाउनको लागि पनि ओलीको हिरासत अत्यन्त जायज छ र उनीहरूलाई हिरासतमा लिएर वा राज्य पक्षबाट भएको दमनमा पनि तिनलाई पनि कारबाहीको भागी बनाएर 24 गतेलाई पनि कारबाही बनाएर दुवैलाई सन्तुलित रूपमा न्यायको कठघरामा उभ्याउनु पर्नेछ। अब यो सन्तुलनको लागि यो हिरासत अत्यन्त महत्त्वपूर्ण छ, जायज छ, गर्नै पर्ने थियो, गर्यो। अर्को ओलीको व्यक्तिगत वा पार्टीगत चरित्र जो छ यसको आँखामा पनि यो जायज छ। यसकारण ओलीलाई हिरासतमा लिनु हुँदैन भनेर पार्टी पङ्क्ति जो अहिले सडकमा गएको छ त्यो अत्यन्त नाजायज वा गलत छ। किनकि उनले यो उमेरसम्म पार्टीमा धेरै राम्रो पनि गरे, देशलाई पनि सञ्चालन गरे, धेरै राम्रो काम पनि गरे, त्यो आफ्नो ठाउँमा छ। तर अहिले पनि उनी जो अक्कड लिएर वा जो कट्टर भएर पार्टीलाई कब्जा गरिरहेका छन् त्यो अत्यन्त नाजायज छ। जनताको आँखामा पनि यो अत्यन्त घिनलाग्दो छ। अतः उनलाई त्यो कट्टरताबाट त्यो शक्तिबाट च्युत गर्नको लागि पार्टीले सहयोग गर्नुपर्छ वा त्यो पार्टीको प्रक्रियामा त्यो नआए पनि उनले जो पार्टीले कब्जा गरेका छन् त्यो त्यति सहज नभए पनि यही राज्य पक्षबाट यही बहानामा ठिक छ, उनलाई शक्तिबाट च्युत गर्नु नै राम्रो छ। अतः उनलाई जुनसुकै हालतमा सक्रियताबाट पार्टी वा देश जुनसुकै हालतमा राजनीतिक सक्रियताबाट च्युत गर्नुपर्नेछ। यही कारण जुनसुकै बहानामा उनलाई च्युत गरेकै ठिक, त्यो जेनजी आन्दोलनको बहाना नै सही। त्यहाँ पनि सन्तुलित कारबाहीको लागि यो उत्तम छ। अतः एमालेले सडक आन्दोलन गर्नु दुर्भाग्यपूर्ण हो, किनकि यहाँ अदालत छ। यदि उनी गलत छैनन् या सन्तुलित कारबाहीमा उनी पर्दैनन् भने उनलाई छोडिनेछ। अतः ओलीलाई अहिले पार्टीगत रूपमा पार्टीबाट नै असहयोग हुनुपर्छ, किनकि उनी उमेरमा नै यो अवस्थामा नै सक्रिय रूपमा जो पार्टी कब्जामा राखेका छन् त्यो त गलत छ।
केही न केही शारीरिक रूपमा कमान्डर योग्य हुनैपर्छ। यदि होइन उनको विचारधारा महान छ र उनी शारीरिक रूपमा कमजोर भए पनि उनलाई पार्टीले जोगाउनुपर्छ, उनले पार्टी सम्हाल्नुपर्छ, उनी विचारमा महान छन् भन्ने होइन। पार्टीको विचार त कार्ल मार्क्सको, कम्युनिस्टको हो, अथवा ओली यहाँ कम्युनिस्टको वा साम्यवादको व्याख्याता पनि होइनन्। अतः उनलाई अहिले यसो त फेरि कम्युनिस्टलाई एक ठाउँमा ल्याउनको लागि पनि उनले कुनै पनि भूमिका खेलेनन्। कि त उनी सी जिनपिङ जस्तो शक्तिशाली हुनुपर्थ्यो, हुनको लागि अलिकति भूमिका पनि ल्याएका हुन् र माओवादी र एमाले एक ठाउँमा आएको पनि हो। अब 20-30 साल यिनीहरूले नै सञ्चालन गर्छन् कि देश भनेको पनि हो। सबै चकनाचुर पारेको त ओलीले नै हो। पार्टी या कम्युनिस्ट विचारधारा जुनसुकै त्यो सम्हाल्न उनी योग्य छैनन्, लायक छैनन्। उनले धेरै गलत गरेर त्यो सबै चकनाचुर पारेर केवल पार्टीभित्र पनि एउटा सानो ओलीमाले मात्रै बनाएर बसेका छन्। अतः उनीहरू सडकमा गएर ओलीलाई जोगाउनु पर्दैन, त्यो जोगाउनु नाजायज हुन्छ। अतः उनलाई जुनसुकै रूपमा, पार्टीगत रूपमा होस् या जेनजी आन्दोलनको रूपमा होस्, कारबाहीको दायरामा ल्याउनु नै उपयुक्त हुन्छ। किनकि उनी उमेरको हदले अयोग्य छन्, तर पार्टी वा शक्ति कब्जा गरिरहन चाहन्छन्। यो पुस्तान्तरणको विरुद्धमा छ, यो परिवर्तनको विरुद्धमा छ। अतः उनी अहिले बिल्कुलै नालायक अवस्थामा छन्, त उनलाई च्युत गर्नु नै पर्नेछ। अब यसलाई सबैतर्फबाट सहयोग हुनुपर्छ, पार्टीबाट पनि, कम्युनिस्टबाट पनि र जेनजी आन्दोलनको सन्तुलित कारबाहीबाट पनि। जताबाट पनि उनलाई च्युत गर्नु नै छ भने सहयोगको भूमिका हुनुपर्छ। यसो त उनको उमेर हदले फेरि जेल वा कारावास त्यो त अदालतले हेरिहाल्छ। उनको उमेर हद, उनलाई सम्मानजनक, त्यो सबै अदालतको आँखामा छँदैछ। अहिले पार्टी सडकमा गएर उनको समर्थनमा विद्रोह गर्न पनि आवश्यक छैन, किनकि यहाँ अदालत छ, उसले व्याख्या गर्नेछ। अथवा अहिलेको आन्दोलन, अहिले एमाले सडकमा जानु गलत छ। आजको लागि यति।